Exactly 3 weeks for my final exam currently. See, I think I deserve a small treat. ननिदाइकन कतिको पढ्न सक्दो रहेछ। Good morning, everyone. I'm Nikita Gewali, final year medical student at Patan Academy of Health Sciences, Nepal. And I have exactly 3 weeks for my final exam currently. So today I'm going to do a challenge that's 12-hour study challenge. मलाई आज एक्चुअली अर्थो भ्याउनु छ सो आई हेभ स्टार्टेड अर्थो हिजो रातदेखि अनि आई हेभ रिच्ड अप टु दिस पोइन्ट लोवर लिम्ब र अप्पर लिम्बको पुरा फ्र्याक्चर अनि त्यसपछि अरू सिलेबस भ्याउनु छ अनि मेरो आजको टार्गेट भनेको चाहिँ अर्थो पुरै भ्याउने हो सो दिस इज क्वाइट टफ च्यालेन्ज लेट्स गो मैले दही म्युस्ली अनि सम फ्रुट्स माथिबाट काटेर राखेको छु त्यसपछि माई फेभरेट कफी सो इट्स 6:38 AM करेन्टली अनि वी आर गोइङ टु स्टार्ट आवर 12-hour च्यालेन्ज सो लेट्स गो हेलो सो मैले पढ्न थालेको 1.5 घन्टा जस्तो भयो 1 hour 40 minutes जस्तो अनि बल्ल बल्ल अप्पर लिम्ब सक्यो अब लोवर लिम्ब फ्र्याक्चरको पाली मैले पढ्न थालेको 2.5 घन्टा भएछ इट्स 10:15 AM राइट नाउ अनि मलाई साह्रै भोक लाग्यो त्यही भएर म पहिला खाना खान आउँछु है त अनि पढ्न चाहिँ मैले नेक अफ फिमर फ्र्याक्चरसम्म पुगेँ अब लोवर लिम्ब पुरै बाँकी छ हेलो 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 सो फाइनली मेरो यो ट्रमावाला सिपी सक्यो अप्पर लिम्ब लोवर लिम्ब दुइटैको सक्यो एन्ड इट्स अराउन्ड कति बज्यो अहिले 1:38 PM भएछ 4 hour 15 minutes मैले पढेको रहेछु अनि 7 hour 44 minutes मोर टु गो माई गड अब यति पढेपछि आई थिङ्क आई डिजर्भ अ स्मल ट्रिट त्यही भएर मैले आफूले आफूलाई एउटा डार्क चक्लेटले ट्रिट गर्न आँटेको छु अहिले ठ्याक्कै 3:45 जस्तो भयो अनि मैले पढेको नि 6 घन्टा 10 मिनट 11 मिनट भएछ अब 5 hour 49 minutes जस्तो बाँकी छ अनि पानी परिरहेछ डेन्जर पानी परिरहेछ आज बिहानदेखि नै झरी परिरहेछ मलाई पनि साह्रै भोक लाग्यो त्यही भएर म खाजा बनाउन गएँ खाजा बनामै त अब साढे 7 बज्न आँट्यो अनि मेरो अर्थको आई थिङ्क हाफ सिलेबस सक्यो किनकि विक 1 र विक 2 को यो हाम्रो ट्रमा बिहानै सकेको थियो त्यसपछि स्पाइनल कर्ड इन्जुरी सक्यो लोवर ब्याक पेन सक्यो अब इन्फेक्सन ट्युमर अनि त्यसपछि नर्भ डिफेक्ट्स जोइन्ट पेन यो सबै सिपीहरू बाँकी छ हेरौँ कतिसम्म भ्याइन्छ आज अब सबै भ्याइन्छ भने त अहिले आश लाग्न छोडिसक्यो मलाई अब म एकछिन वर्कआउट गर्न पर्यो भनेर सोचिरहेको छु त्यही भएर वर्कआउट गर्न जाऊँ है त I've just started my last study session for the day अनि यो अब 3.5 घन्टाको हुनेवाला छ इट्स अराउन्ड 9 PM अनि 12:20मा सकिन्छ ननिदाइकन कतिको पढ्न सक्दो रहेछु लेट्स सी अहिले ठ्याक्क 20 to 23 भएको छ भनेको 10:23 PM अनि
मेरो च्यालेन्जको 1 hour 59 minutes बाँकी छ। तर मलाई साह्रै निद्रा लाग्यो, लास्टै ड्रेन फिल हुन थाल्यो अनि मलाई जबरजस्ती च्यालेन्ज भ्याउनको लागि भन्दा पढ्नै मन लागेन। यसै पनि म नाइट पर्सन कहिले पनि होइन, 10 बजेपछि खासै म कहिले पनि पढ्नै सक्दिनँ। त्यही भएर मैले के सोचेँ भन्दाखेरि अहिले सुतेर अनि 2 घन्टाको पढाइ चाहिँ बरु इफेक्टिभली नै पढौँ न, च्यालेन्ज सकाउन भए पनि एटलिस्ट दिमागमा त केही घुसोस् भनेर। बरु भोलि बिहान अलिक छिटो उठेर चाहिँ फर्स्टमा यो 2 घन्टा भ्याइदिन्छु। अनि अर्कोको सिलेबसको कुरा गर्नुपर्दाखेरि मैले यो इन्फेक्सनसम्म भ्याएँ, बोनको इन्फेक्सनहरूसम्म। अब मेरो बोन ट्युमर अनि यो आर्थराइटिसवाला पोर्सन अनि अर्को चाहिँ सजिलो छ नर्भ इन्जुरीवाला पोर्सन प्लस फाइनल इयरमा पढाउनु भएको अलिअलि टपिक बाँकी छ। यति आई थिङ्क भोलि मैले दिउँसोसम्ममा मजाले भ्याउँछु होला। त्यही भएर अब म सबैजनालाई भोलि बिहान भेट्छु है त। गुड नाइट। गुड मर्निङ एभ्री वान। सो इट्स करेन्टली 6:10 AM अनि म भर्खर उठेर फ्रेस भएर कफी लिएर बसेको छु। अनि अब सुरुमा चाहिँ म हिजोको 2 घन्टा पढ्ने बाँकी भएको त्यो भ्याउनेवाला छु। फेरि च्यालेन्ज भइसक्यो तर अब के गर्न सकिन्छ र। ट्राई त गरेँ मैले तर सकिनँ योभन्दा बढी। आई वाज भेरी टायर्ड अनि आफ्नो हेल्थ पनि अलिकति ख्याल राख्नुपर्छ जस्तो लाग्यो, त्यही भएर हिजो म सुतेँ। सो लेट्स स्टार्ट स्टडिङ नाउ। एक्ज्याक्टली 8:30 AM चाहिँ मेरो यो 12 hour पढ्न सक्यो। अनि त्यसपछि अब म फेरि 10 hour टाइमर लगाएर आजको दिन पनि सुरु गर्न गइरहेको छु। यहाँसम्म भ्लग हेरिदिनु भएको छ भने थ्याङ्क यू सो मच फर वाचिङ अनि प्लिज कन्सिडरिङ टु लाइक एन्ड सब्सक्राइब टु माई च्यानल यस्तै भ्लग पछि पनि हेर्न छ भने। अनि दोज हु आर प्रिपेरिङ फर यर एक्जाम अल द भेरी बेस्ट। बाई।